आदरणीय दर्शक महानुभावहरू नमस्कार। हाम्रो किसान दाजुभाइहरूले युज गर्दै आइरहेको मिनी टिलर हो। यसमा समस्या के आइरहेछ भने मोबिलमा डिजल गरेर मिसिएर मोबिल थोरै धेरै बढेको कारणले गर्दाखेरि हामीले चाहिँ यसलाई समाधान गर्दैछौँ। यो कसरी समाधान गर्ने भन्ने कुरोमा हाम्रो त्यो हामीले गर्दैछौँ। हामीले भर्खरै मोबिल चेक गर्यो। मोबिलमा डिजल मिसिएर मोबिल पुरै पातलो भइरहेछ। यसलाई हामी समाधान गर्दैछौँ। अब हामीले यसलाई सुरुवात गर्नेछौँ खोल्नको लागि। हजुरहरूले केही समय हेरेर साथ दिनु होला भन्ने अपेक्षा गर्छु। लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला। 17 नम्बरको हाम्रो रिन्चले पहिला सुरुमा यो पाइपलाई खोल्छौँ। यहाँनिरको यसलाई खोल्यौँ। यहाँ तलपट्टि लगाएको यसलाई पनि खोल्नेछौँ। ट्याङ्कीदेखि मुनिपट्टि पम्प भन्दा लगाएको हुन्छ। यसलाई पनि हामीले खोल्छौँ। हाम्रो यो यसमा के भइरहेछ भन्दाखेरि यो मोबिलमा डिजल मिसिएको छ। यसलाई हामी समाधान गर्दैछौँ। ल साथीहरू, यसको मेन समस्या भनेको होइन, हामीले जुन मोबिल लिक गरिरहेको छ भन्ने थियौँ त्यसकोमा हाम्रो यो पम्प यो ट्याङ्कीबाट पम्पमा आएको पाइप जुन प्लास्टिक पाइप छ त्यो पाइप यहाँबाट फुट्या रहेछ। यहाँबाट पाइप फुटेको हुनाले यो पम्पबाट रसाउँदै यो यसमा हल्का पाल हुन्छ, ग्याप हुन्छ। यो ग्यापबाट भित्र पसेर नि मोबिलमा डिजल गएको छ। यसको हामीले चाहिँ यसको समाधान भनेको यो नट खोल्छौँ। यो नट खोलेर यो हामीले वासर निकाल्छौँ। वासर निकालिसकेपछि यसमा एउटा वासर हुन्छ। त्यो वासर चेतिएको अवस्था हुन्छ। त्यो वासरलाई गम लगाएर अथवा बोन्ड, रेसी बोन्ड भन्छ, त्यो लगाएर हामीले त्यसलाई फेरि पुनः लगाइदिनेछौँ। लगाइदिएपछि अनि यो पाइप पनि हामीले फेर्नेछौँ। पाइप फेर्ने चाहिँ हाम्रो अर्को भिडियोमा आउनेछ। हजुरहरूले यो भिडियो हेर्नको लागि लाइक कमेन्ट र सेयर गरिदिनु होला भन्न चाहन्छु म। यो खोलिसकेपछि अनि हाम्रो हेर्नुहोस् लिक गरेर यहाँबाट पनि नि पुरै चोको अवस्था छ। यसरी यो भुइँमा तलपट्टि रसाएको अवस्था छ। त्यही भएर यो हामीले अब पाइप फेर्ने अर्को भिडियोमा हेर्नेछ। पाइप कसरी फेरिन्छ ट्याङ्कीको, यो पाइप फुटेको छ, यो फुटेको पाइपलाई कसरी हामीले फेर्छौँ भन्ने कुरोमा अर्को भिडियोमा हामीले जानकारी लिनेछौँ। हस्त धन्यवाद। भिडियो मन परेमा लाइक कमेन्ट र सेयर गरिदिनु होला। कस्तो लाग्यो भिडियो सल्लाह सुझाव दिनको लागि हजुरले एउटा कमेन्टमा सल्लाह सुझाव लेखिदिनु होला। हस्त धन्यवाद।